सामान्यतया हामी जब अर्थतन्त्रको कुरा गर्छौँ नि, दिमागमा एउटा पुरानो भारी बोकेको ट्रकको तस्बिर आउँछ। उकालो बाटोमा धुवाँ फाल्दै गियर काट्दै। अ, बिस्तारै घिस्रिँदै हिँडिरहेको एउटा यन्त्र भनौँ न, एकदम। जसको रेडिएटर जति बेला पनि तात्ने जोखिम हुन्छ। हामीले दशकौंदेखि देखेको र भोगेको प्रणाली यस्तै नै हो, जहाँ हरेक कामको लागि लामो लाइन बस्नुपर्छ। हो नि, एउटा फाइल एउटा टेबलबाट अर्को टेबलमा पुग्न महिनौ लाग्छ नि त हाम्रोमा। अनि विकास निर्माणका कामहरू पनि त्यही वर्षको अन्त्यतिर मात्र हतार गरिन्छन्। त्यही त। तर आज हामी यो गहिरो छलफलमा एउटा यस्तो दस्तावेजका पानाहरू पल्टाएर हेर्दैछौँ जसले त्यो पुरानो ट्रकको इन्जिन नै झिकेर त्यसमा अत्याधुनिक सफ्टवेयर र इलेक्ट्रिक मोटर जडान गर्ने दावी गरेको छ। भनेपछि आज हामी नेपाल सरकारको 2083 सालको नीति तथा कार्यक्रमको दस्तावेजलाई छिरफार गर्दैछौँ, होइन त? एकदम सही। विशेष गरी यसभित्र बितेका आर्थिक, वाणिज्य र कर सम्बन्धी नीतिहरूमा हाम्रो फोकस हुनेछ। यो दस्तावेज पढ्दै गर्दा सुनिने त्यो सीमारहित अर्थतन्त्र, तौलरहित व्यापार अनि लगानी एक्सप्रेस जस्ता अवधारणाहरू सुन्दा त निकै आकर्षक छन् नि। सुन्दा त एकदमै राम्रो सुनिन्छ, किनभने दस्तावेजले स्पष्ट रूपमा नयाँ चरणको आर्थिक सुधार श्रृङ्खला सुरु गर्ने घोषणा नै गरेको छ। तर हामी यी शब्दहरूको बाहिरी आवरणलाई मात्र हेर्दैनौँ। यिनले काम कसरी गर्छन्, यसको भित्री मेकानिजम के हो भन्ने कुरा खोतल्नेछौँ। किनकि विगतमा पनि यस्ता घोषणाहरू त धेरै भएका हुन् नि। हो, विगतमा पनि भएका हुन्। त्यसैले यो नीतिले केवल सिद्धान्तको कुरा मात्र गरेको छ कि यसको पछाडि कुनै ठोस कार्यान्वयन संयन्त्र पनि छ भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ। मैले हेर्दाखेरि चाहिँ यसले उत्पादन लागत घटाउने र नीतिगत अवरोधहरू हटाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। अब त्यसो भए यही तौलरहित व्यापार अर्थात् विटलेस ट्रेडबाटै सुरु गरौँ न त। परम्परागत व्यापार भनेको त त्यही गौरो सामानहरू जस्तै सिमेन्ट, गार्मेन्ट वा चियापत्ती कन्टेनरमा बोकेर भन्सार पार गराउनु हो नि। हाम्रो बुझाइ त्यही नै हो अहिलेसम्म। तर यहाँ त सरकारले सीमारहित अर्थतन्त्रको परिकल्पना गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, क्लाउड सेवा र एआई कम्प्युटिङलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने भनेको छ। सुन्दा राम्रो छ, तर ग्राउन्ड रियालिटी अर्कै छ, होइन र? त्यही त। अहिलेको हाम्रो अवस्था कस्तो छ भने हाम्रा भन्सार कार्यालयका अधिकारीहरूलाई सफ्टवेयर भनेको के हो र यसलाई कसरी मूल्याङ्कन गर्ने भन्ने नै अलमल छ। यस्तो अवस्थामा यो वेटलेस ट्रेडले व्यवहारमा कसरी काम गर्छ त? अब यसमा नीतिले सम्बोधन गर्न खोजेको मुख्य ग्याप नै यही हो। अहिलेसम्म हाम्रो राज्य संयन्त्रले देखिने र छुन सकिने वस्तुलाई मात्र निर्यात मान्दै आएको थियो नि त। भौतिक वस्तु मात्रै हो। जब कुनै कम्पनीले सफ्टवेयर कोड लेखेर युरोप पठाउँछ, त्यसलाई भन्सार बिन्दु पार गरेको मान्ने कानुनी आधार निकै कमजोर थियो। अब यसलाई राष्ट्रिय रणनीतिक उद्योगको मान्यता दिनुको मेकानिजम के हो भने नि, राज्यले भौतिक वस्तु निर्यात गर्दा दिइने क्याश इन्सेन्टिभ वा निर्यात अनुदान, कर छुट र ब्याङ्किङ सुविधाहरू अब डिजिटल प्रडक्टहरूलाई पनि सोही सरह उपलब्ध गराउनेछ। भनेपछि डिजिटल सेवा निर्यात गर्ने कम्पनीहरूले आफूलाई ग्रे एरियामा राख्नु परेन? एकदम। उनीहरू मूलधारको उद्योगको रूपमा स्थापित हुन सक्छन्। यसले गर्दा उनीहरूको कन्फिडेन्स पनि बढ्छ भनौँ न। मैले बुझेँ। मान्यता दिने कुरा त भयो, तर मानौ कोही युवाले आफ्नै कोठाबाट विदेशी कम्पनीको लागि रिमोट वर्क गरेर डलर कमायो रे। त्यो पैसा नेपाल ल्याउन उसले अहिले पनि राष्ट्र ब्याङ्कका विभिन्न प्रावधान र झन्झटिला फर्महरू भर्नुपर्छ नि। हो, त्यो समस्या एकदमै व्यापक छ। तर नीतिमा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने भनिएको छ नि। तर के यसले साँच्चै त्यो रेड टेप काट्छ त? मलाई त अलि शङ्का नै लाग्छ। शङ्का लाग्नु स्वाभाविक हो, तर दस्तावेजले दावी गरे अनुसार यसको समाधान प्राविधिक र कानुनी दुवै स्तरमा खोजिएको छ। पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिनुको अर्थ अब नेपालका ब्याङ्कहरू र अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जस्तै पेपाल वा अन्य ग्लोबल वालेटहरू बीचको एपीआई इन्टिग्रेसनलाई राष्ट्र ब्याङ्कले संस्थागत रूपमै अनुमति दिनेछ। हो, सिधै एपीआई इन्टिग्रेसन। यसले कसरी काम गर्छ त?
यसको मेकानिजम कस्तो हुन्छ भने जब विदेशबाट भुक्तानी आउँछ ब्याङ्कले म्यानुअल रूपमा यो पैसा कहाँबाट र किन आयो भनेर प्रत्येक ट्रान्ज्याक्सनको डकुमेन्ट खोज्ने छैन। बरु दर्ता भएका फ्रिलान्सर वा स्टार्टअपको हकमा निश्चित थ्रेसहोल्डसम्मको भुक्तानी सिधै उनीहरूको खातामा क्रेडिट हुने स्वचालित प्रणाली लागू हुनेछ। भनेपछि हुन्डी जस्ता अनौपचारिक च्यानल प्रयोग गर्नु परेन, डलर भित्राउन सजिलो हुने भयो। एकदमै। यसले विदेशी मुद्रा सञ्चिति पनि बढाउँछ। तर अर्को कुरा नि, दस्तावेजमा स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता र सिड मनीको कुरा पनि छ। तर हामी सबैलाई थाहा छ नि एउटा सरकारी वेबसाइट खुल्न कति समय लाग्छ। सर्भर डाउन हुने समस्या त हाम्रो पुरानै हो। त्यही त, कति पटक त सर्भर नै क्र्यास हुन्छ। यो एकै दिनमा दर्ता हुने कुरा व्यावहारिक रूपमा कतिको सम्भव देख्नुहुन्छ त? प्रविधिको पाटोमा चुनौती पक्कै छ, तर यहाँ बुझ्नुपर्ने कुरा प्रोसेस रिइन्जिनियरिङ हो। अहिले कम्पनी दर्ता गर्न उद्योग विभाग, कर कार्यालय र स्थानीय तह गरी 3-4 ठाउँमा छुट्टा-छुट्टै भौतिक वा डिजिटल फाइल बुझाउनुपर्छ नि त। हो नि, जुत्ताको तलुवा नै खिइन्छ धाउँदा धाउँदा। स्टार्टअप नेपाल पोर्टलको लक्षित संयन्त्र भनेको यी सबै निकायको डेटाबेसलाई एउटै ब्याकएन्ड प्रणालीमा जोड्नु हो। लगानीकर्ताले एउटा फर्म भरेपछि प्रणालीले नै स्वचालित रूपमा पान नम्बर जेनेरेट गर्ने र दर्ता प्रमाणपत्र दिने अवधारणा हो। तर त्यो अन्तर्मन्त्रालय डाटा सेयरिङ साँच्चै प्रभावकारी होला त? अन्यथा यो केवल अर्को एउटा सुस्त वेबसाइट मात्र बन्नेछ। मैले हेर्दाखेरि चाहिँ यसमा पोलिटिकल विलको निकै ठूलो भूमिका हुन्छ। ठिक छ, मानौ यो तौलोरहित व्यापार र स्टार्टअपको इकोसिस्टमले काम गर्न थाल्यो रे, तर यो सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाउने इन्धन भनेको त कर प्रणाली हो नि। अब अलिकति कर संरचनातर्फ लागौं। हुन्छ, करको कुरा त एकदमै महत्त्वपूर्ण छ। सामान्यतया सरकारले कर सुधार भन्यो कि आम मानिस र व्यवसायीलाई डर लाग्छ नि, किनकि यसको अर्थ अक्सर करको दायरा बढाउने वा खल्ती रित्याउने भन्ने बुझिन्छ। तर यो नीतिले त मध्यमवर्गीय परिवार र उद्यमी माथिको बोझ घटाउने भनेको छ। यो हरित कर वा ग्रीन ट्याक्स प्रणालीले चाहिँ यसलाई कसरी समाधान गर्छ? यहाँनिर हामीले वर्तमान कर प्रणालीको कम्पाउन्डिङ प्रभाव वा दोहोरो तेहोरो करको समस्या बुझ्नुपर्छ। अहिले एउटा उद्योगीले सामान आयात गर्दा भन्सार तिर्छ, बाटोमा सडक दस्तुर तिर्छ, अनि स्थानीय तहलाई प्रदूषण शुल्क पनि तिर्छ, हैन र? हो नि। अनि फेरि पूर्वाधार शुल्क पनि तिर्छ। यी सबै छरिएर रहेका शुल्कहरूले गर्दा कम्प्लायन्स कस्ट वा कर तिर्न लाग्ने प्रशासनिक खर्च नै करको रकमभन्दा बढी हुन जान्छ। हरित करको अवधारणा भनेको यी सम्पूर्ण टुक्रे शुल्कहरूलाई खारेज गरेर भन्सार वा उत्पादन बिन्दुमै एउटै एकीकृत कर लगाउनु हो। यसको मतलब व्यवसायीले 5 ठाउँमा फाइल बोकेर भौतारिनु परेन, तर करको दर त कम हुँदैन होला नि? दर कम नभए पनि हिडन कस्ट वा लुकेको लागत चाहिँ कम हुन्छ। व्यवसायीको समय बच्छ, ट्रान्सपोर्टेसनमा हुने ढिलाइ हट्छ र घुसखोरी वा रेन्ट सिकिङको सम्भावना घट्छ। भनेपछि ओभरअल लागत घट्ने भयो। हो। अन्त्यमा यसले वस्तुको उत्पादन लागत घटाउँछ र बजारमा सामान सस्तो हुन गई आम उपभोक्तालाई नै फाइदा पुग्छ भन्ने सरकारको लजिक हो। साथै यो कर विशेष गरी कार्बन उत्सर्जन गर्ने वा वातावरणलाई असर गर्ने वस्तुहरूमा केन्द्रित हुनेछ, जसले अप्रत्यक्ष रूपमा स्वच्छ प्रविधिको प्रोत्साहन पनि गर्छ। त्यो त राम्रो पक्ष हो, तर कर प्रशासनको सबैभन्दा ठूलो रोग भनेको त ट्याक्स रिफन्ड अर्थात् कर फिर्ता नहुनु हो नि। व्यवसायीहरूले सरकारबाट भ्याट फिर्ता पाउनुपर्ने अवस्थामा वर्षौं कुर्नुपर्छ। यसले गर्दा उनीहरूको क्याश फ्लो नै ब्लक हुन्छ। त्यो एकदमै ठूलो गुनासो हो प्राइभेट सेक्टरको। दस्तावेजमा कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने भनिएको छ। मेरो प्रश्न के हो भने, सरकार जसको आफ्नै खाता सधैँ घाटामा चलिरहेको हुन्छ, उसले व्यवसायलाई आफै अटोमेटिक रूपमा पैसा फिर्ता गर्ला र? यसको मेकानिजम के हो खासमा? यो एउटा गम्भीर संरचनात्मक मुद्दा हो। अहिलेको म्यानुअल प्रणालीमा कर फिर्ता पाउन व्यवसायीले अडिट रिपोर्ट बुझाउने, कर अधिकृतले त्यसको प्रमाणीकरण गर्ने र मन्त्रालयबाट बजेट निकासा पर्खिने लामो प्रक्रिया छ। अनि त्यहीँ गएर फाइल अड्किन्छ। एकदम। तर यो स्वचालित प्रणालीको मेकानिजम भनेको एउटा स्मार्ट भ्याल्भ जस्तै हो। जब व्यवसायीले आफ्नो कारोबारको डिजिटल रेकर्ड ट्याक्स पोर्टलमा प्रविष्ट गर्छ र प्रणालीले क्रेडिट भएको प्रमाणित गर्छ, तब कुनै अधिकृतको तोकादेश बिना नै उक्त रकम सिधै व्यवसायीको ब्याङ्क खातामा ट्रान्सफर हुने एपीआई सेटिङ यसमा परिकल्पना गरिएको छ।
सुन्दा त यो स्मार्ट भ्याल्भ निकै गजबको लाग्छ। तर यदि पाइप नै खिया लागेको छ भने जति राम्रो भ्याल्भ लगाए पनि के काम, होइन र? यदि सरकारी सर्भर नै भरपर्दो छैन र डाटा इन्टिग्रेसन छैन भने यो भ्याल्भ अटोमेटिक खुल्ने छैन। त्यो रिस्क त छँदैछ, तर यदि साँच्चै कार्यान्वयन भयो भने चाहिँ यसले बजारमा तरलता बढाउन ठूलो भूमिका खेल्नेछ। त्यो चाहिँ हो। अब कर र राजस्वबाट राज्यको ढुकुटी भरिने कुरा त भयो। अब आम नागरिकको खल्ती र उनीहरूको बचतको कुरा गरौँ न त। हुन्छ, यो एकदमै सेन्सिटिभ विषय पनि हो। अर्थतन्त्रका जतिसुकै ठूला कुरा गरे पनि अहिले बजारमा सुनिने सबभन्दा ठूलो र गम्भीर चिन्ता भनेको सहकारीमा फँसेको सर्वसाधारणको पैसा हो नि। यो नीतिले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र एकीकृत बचतकर्ता संरक्षण कोष स्थापना गर्ने कुरा गरेको छ। तर अदालतमा मुद्दा चलिरहेको छ, सञ्चालकको घरजग्गा रोक्क भएको अवस्था छ। यस्तोमा यो कोषले जादुगरी रूपमा कसरी पैसा ल्याएर बचतकर्तालाई फिर्ता गर्छ त? यसको संयन्त्र के हो? यो दस्तावेजको सबैभन्दा चुनौतीपूर्ण तर आवश्यक प्रस्ताव हो। अहिलेको समस्या के हो भने सहकारी सञ्चालक भागेपछि वा जेल परेपछि उनीहरूको सम्पत्ति रोक्का हुन्छ। अदालतको प्रक्रियाबाट त्यो सम्पत्ति लिलाम भएर बचतकर्ताको हातमा पैसा पर्न 10औं वर्ष लाग्न सक्छ। हो नि, मान्छेको घरबार नै बिग्रिसक्छ त्यति बेलासम्म त। हो, त्यही भएर यो एकीकृत बचतकर्ता संरक्षण कोषले एउटा ब्याड ब्याङ्क वा एसेट म्यानेजमेन्ट कम्पनीको जस्तो काम गर्ने लक्ष्य राखेको देखिन्छ। अलि प्रष्ट पारिदिनुस् न, यो ब्याड ब्याङ्क जस्तो काम गर्ने भनेको कसरी? यसको मेकानिजम अनुसार यो कोषले समस्याग्रस्त सहकारीको रोक्का भएको घरजग्गा, शेयर वा अन्य सम्पत्तिलाई आफ्नो स्वामित्वमा लिन्छ। त्यो सम्पत्ति लिलाम हुन समय लाग्ने भएकोले कोषले राज्यको सुरुवाती पुँजी अर्थात् सीड मनी वा बन्द जारी गरेर उठाएको रकमबाट तत्काल साना बचतकर्ताहरूलाई उनीहरूको निश्चित रकम फिर्ता दिन थाल्छ। भनेपछि जनताले कुर्नु परेन। एकदम। त्यसपछि कोष आफैले ती ठगी गर्ने सञ्चालकहरूको सम्पत्ति लिलाम गर्ने, कर्जा असुली न्यायाधिकरण मार्फत ऋण उठाउने लामो कानुनी लडाईँ लड्छ। यसको अर्थ जनताले अदालतको फैसला कुरेर वर्षौं बस्नु पर्दैन। त्यो झन्झट राज्यको संयन्त्रले लिन्छ। ओहो, यदि यो कोषले साँच्चै यसरी फास्ट ट्र्याकबाट काम गर्न सक्यो भने यो निकै ठूलो राहत हुनेछ। तर फेरि पनि कुरा त्यही आउँछ, यो कोषलाई काम गर्न त्यही पुरानो कानुनी र प्रशासनिक संरचनाले कतिको बाटो दिन्छ भन्ने कुरा छँदैछ। हो नि, कानुन संशोधन नभई यो अगाडि बढ्न गाह्रो छ। अब पुँजी निर्माणकै सन्दर्भमा दस्तावेजमा पुँजी बजार वा नेप्सेको पनि कुरा छ नि। शेयर बजारमा गैर आवासीय नेपाली अर्थात् एनआरएनको लगानी भित्र्याउने र ग्रिन बन्ड ल्याउने कुरा छ। यी कुराहरू त धेरै अघिदेखि सुनिँदै आएका हुन् नि। यसपटक के फरक छ र? फरक यसको प्याकेजिङ र कानुनी संरचनामा छ। अहिले गैर आवासीय नेपालीहरूले व्यक्तिगत रूपमा नेपालमा लगानी गर्न खोज्दा विदेशी विनिमय ऐनका कारण डलर ल्याउन र लाभांश फिर्ता लैजान ठूलो झन्झट छ। त्यो एप्रुभल लिने धेरै गाह्रो छ। हो, त्यसैले यो नीतिले धितोपत्र बोर्डको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता र एनआरएनहरूको लागि छुट्टै इन्भेस्टमेन्ट विन्डो वा अटोमेटिक रूट बनाउने कुरा गरेको छ। अर्कोतर्फ ग्रिन बन्डको कुरा छ। नेपालका जलविद्युत आयोजना वा क्लिन इनर्जी प्रोजेक्टहरूका लागि लामो अवधिको पुँजी चाहिन्छ, जुन सामान्य ब्याङ्कको निक्षेपबाट मात्र सम्भव छैन। भनेपछि अन्तर्राष्ट्रिय पुँजी बजारमा जानु पर्यो। एकदमै। अन्तर्राष्ट्रिय बजारमा ग्रिन बन्ड जारी गरेर संस्थागत विदेशी पुँजी ल्याउने यो एउटा आधुनिक वित्तीय संयन्त्र हो। मलाई लाग्छ यो एकदमै आवश्यक कदम हो। भनेपछि हामी बिस्तारै परम्परागत ब्याङ्कको ऋणबाट माथि उठेर आधुनिक वित्तीय औजारहरूतर्फ जाँदैछौँ। तर एउटा कुरा नि, पुँजी जतिसुकै जुटाए पनि हाम्रा ठूला पूर्वाधार निर्माण गर्न त विदेशी प्रत्यक्ष लगानी अर्थात् एफडीआई नै चाहिन्छ नि। त्यो बिना त सम्भवै छैन। र हाम्रो संयन्त्र कस्तो छ भने विदेशी लगानीकर्ता फाइल बोकेर महिनौसम्म 7वटा फरक मन्त्रालय चाहर्दै वाक्क भएर फर्किन्छन्। यो नीतिमा इन्भेस्टमेन्ट एक्सप्रेस र 30 दिने समय सीमा तोकिएको छ। यो एकदमै चर्चामा आएको विषय हो। मेरो प्रश्न के हो भने नि, 30 दिने समय सीमा त तोकिएला, तर 29औं दिनमा कुनै अधिकृतले फाइलमा एउटा कमा वा पूर्ण विराम मिलेन भनेर फाइल फिर्ता पठाएर फेरि दिनगन्ती सुरु गर्ने रोगलाई यसले कसरी रोक्छ त?
यहाँले हाम्रो कर्मचारी तन्त्रको माइन्डसेट र रेड टेपको निकै तीखो र यथार्थपरक चित्रण गर्नुभयो। साँच्चै नै त्यस्तै हुन्छ हाम्रोमा। इन्भेस्टमेन्ट एक्सप्रेसले यो रोगको उपचार गर्न खोजेको मुख्य मेकानिजम भनेको अनुमतिमा आधारित अर्थात् अप्रुभल बेस्ड प्रणालीलाई सूचनामा आधारित अर्थात् नोटिफिकेसन बेस्ड प्रणालीमा रूपान्तरण गर्नु हो। यो भनेको के हो? अलिकति खोलाउनुहोस् न। सुन्दा त ठूलै परिवर्तन जस्तो लाग्छ। अहिले विदेशी लगानीकर्ताले नेपालमा कम्पनी खोल्न, उद्योग दर्ता गर्न र राष्ट्र ब्याङ्कबाट पैसा ल्याउन पूर्व अनुमति लिनुपर्छ। प्रत्येक अनुमतिमा कर्मचारीले आफ्नो स्वविवेकीय अधिकार वा डिस्क्रिसनरी पावर प्रयोग गर्न सक्छन्। अनि त्यही बार्गेनिङ सुरु हुन्छ। हो नि, तर इन्भेस्टमेन्ट एक्सप्रेस अन्तर्गत स्वचलित मार्गको अर्थ हो निश्चित मापदण्ड पूरा गरेका र तोकिएका क्षेत्रका लगानीकर्ताले अनलाइन फर्म भरेपछि प्रणालीले नै अटोमेटिक दर्ता प्रमाणपत्र दिन्छ। लगानीकर्ताले राज्यलाई मैले लगानी ल्याए भनेर जानकारी मात्र दिए पुग्छ, फाइल बोकेर मन्त्रालयमा धाउनु पर्दैन। नोटिफाई मात्र गरे पुग्यो, तर वन र वातावरणको क्लियरेन्स नि त्यहाँ त अड्किन्छ नि। हो, त्यसैको लागि यदि यो 30 दिनभित्र वन, वातावरण र जग्गा प्राप्तिको काम एकीकृत डेस्कबाट भएन भने कानूनतः स्वतः अनुमति पाएको मानिने अर्थात् डिम्ड अप्रुभलको व्यवस्था गरियो भने मात्र यहाँले भने जस्तो 29औं दिनमा फाइल अड्काउने नियतलाई रोक्न सकिन्छ। ओहो, डिम्ड अप्रुभल वा स्वतः अनुमति पाएको मानिने कानुनी व्यवस्था त साँच्चै नै गेम चेन्जर हुन सक्छ नि। एकदमै। साथै ठूला लगानीकर्तालाई आकर्षित गर्न नेपाल लगानी भिजाको प्रावधानले उनीहरूलाई मनोवैज्ञानिक सुरक्षा पनि प्रदान गर्छ। यो त विदेशी लगानीको कुरा भयो, तर देशभित्रै आइसकेको पैसा विशेष गरी रेमिटेन्सलाई उत्पादनमा लगाउने कुरामा पनि एउटा रोचक नीति देखिन्छ नि। त्यो विप्रेषण लगानी मिलान कोष अर्थात् रेमिटेन्स इन्भेस्टमेन्ट म्याचिङ फन्ड, यो म्याचिङ फन्डले कसरी काम गर्छ? हामी सधैँ रेमिटान्स उपभोगमा वा अनुत्पादक क्षेत्रमा सकियो भनेर गुनासो गर्छौं नि त। यो कोषको अवधारणाले त्यसलाई इन्सेन्टिभाइज गर्न खोजेको छ। कसरी इन्सेन्टिभ दिन्छ त? यदि वैदेशिक रोजगारीमा रहेका युवाहरूले मिलेर नेपालमा कुनै उत्पादनमूलक उद्योग, कृषि फार्म वा जलविद्युतमा 100 रुपैयाँ लगानी गर्छन् भने सरकारले यो कोष मार्फत थप निश्चित प्रतिशत मानौ 20 वा 30 रुपैयाँ सहुलियतपूर्ण ऋण वा म्याचिङ फन्डको रूपमा त्यही प्रोजेक्टमा लगानी गरिदिनेछ। भनेपछि सरकार पनि पार्टनर बस्दिने भयो। यसले गर्दा लगानीकर्ताको जोखिम कम हुन्छ र उनीहरूलाई जग्गा किन्नुको सट्टा व्यवसाय गर्न प्रोत्साहन मिल्छ। यसैलाई आधार बनाएर सरकारले आगामी दशकलाई रोजगार प्रवर्धन दशक घोषणा गरेको हो नि त। यो त निकै राम्रो इन्सेन्टिभ मेकानिजम हो। तर विदेशी लगानी आओस् वा रेमिटेन्स, सरकार आफैले गर्ने पुँजीगत खर्चको तरिकामा पनि त एउटा ठूलो भाइरस छ नि। हजुर, कुन भाइरस भन्नुभयो? त्यही जसलाई हामी असारे विकास भन्छौं नि। असार महिनामा जमजम पानी दर्किरहेको बेला बजेट सक्नकै अघि सडकमा अलकत्रा खन्याउने प्रवृत्ति। त्यो त हाम्रो क्रोनिक डिजिज नै भइसक्यो। दस्तावेजमा यसलाई अन्त्य गर्न 0 दिन खरिद नीति अर्थात् 0 डे प्रोक्योरमेन्ट पोलिसी लागू गर्ने भनिएको छ। तर मेरो एउटा व्यावहारिक प्रश्न छ नि यसमा। भन्नुस् न। संसदबाट बजेट नै असार मसान्तमा पास हुन्छ अनि साउन 1 गतेबाटै कसरी टेन्डर र खरिद सुरु हुन सक्छ? त्यसको लागि पूर्व तयारी गर्न पैसा कहाँबाट आउँछ नि? यहाँले एकदमै भ्यालिड प्रश्न उठाउनुभयो। असारे विकासको जरो नै यो सिक्वेन्सिङ वा घटनाक्रमको उल्टो चक्रमा छ। अहिले बजेट पास भएपछि मात्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अर्थात् डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा प्राप्तिको काम सुरु हुन्छ। अनि यी काम सक्दा चैत वैशाख लाग्छ। हो, अनि जेठ असारमा हतार हतार ठेक्का लाग्छ। 0 दिन खरिद नीतिको मेकानिजमले यो चक्रलाई उल्ट्याउँछ। यसका लागि सरकारले एउटा प्रोजेक्ट प्रिपरेसन फन्ड वा आयोजना तयारी कोष खडा गर्ने अवधारणा हुन्छ। भनेपछि बजेट आउनु अघि नै तयारी। एकदम। यो कोष मार्फत बजेट बन्नुभन्दा 1 वर्ष अगाडि नै आयोजनाको डिपिआर, जग्गा प्राप्ति र रुख कटानको अनुमति लिने काम सम्पन्न गरिसकिन्छ। जब संसदमा बजेट प्रस्तुत हुन्छ त्यहाँ ती आयोजनाहरू मात्र समावेश गरिन्छ जसको साइट क्लियरेन्स भइसकेको छ। अनि बल्ल साउन 1 गतेबाट टेन्डर निकाल्न मिल्यो?
हो नि, बजेट पास हुन साथ अर्थात् साउन 1 गते, जसलाई 0 दिन भनिएको छ, त्यही दिनबाट सिधै निर्माणको लागि टेन्डर आह्वान गर्न सकिन्छ। यसको मतलब अब तयारी बिनाका आयोजनाहरूमा राजनीतिक पहुँचको भरमा बजेट हाल्ने काम बन्द हुनेछ भन्ने नीतिगत दावी हो। खासमा सरकारले गर्न खोजेको त्यही नै हो। अब यदि हामीले आजको यो सम्पूर्ण छलफललाई संश्लेषण गर्ने हो भने नि, यो नीति तथा कार्यक्रमले परम्परागत ढिलासुस्तीमा आधारित र भौतिक वस्तुमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा र प्रविधिमा आधारित आधुनिक अर्थतन्त्रमा अपडेट गर्ने महत्वाकांक्षी खाका प्रस्तुत गरेको छ। सरसर्ती हेर्दा त्यस्तै देखिन्छ। इन्भेस्टमेन्ट एक्सप्रेसले फाइलको गति बढाउने परिकल्पना गरेको छ। हरित कर र स्वचालित स्मार्ट वाल्व प्रणालीले व्यवसायीको क्याश फ्लो सुधार्ने लक्ष्य राखेको छ। अनि एकीकृत बचतकर्ता संरक्षण कोषले सहकारीमा फँसेका सर्वसाधारणको उद्धार गर्ने कानूनी संयन्त्र बनाउन खोजेको छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा नि, यी नीतिहरूले राज्यको भूमिकालाई नियन्त्रकबाट सहजकर्ता वा फेसिलिटेटरमा रूपान्तरण गर्ने सैद्धान्तिक आधार खडा गरेका छन्। एकदम सही। तर फेरि पनि जोड दिन पर्ने कुरा के हो भने, नीतिहरू कागजमा जतिसुकै उत्कृष्ट र अटोमेटिक सुनिए पनि त्यसलाई चलाउने मेसिनरी अर्थात् हाम्रो कर्मचारी तन्त्र र राजनीतिक इच्छाशक्ति पुरानै रह्यो भने यो अपरेटिङ सिस्टम अपडेट केवल एउटा देखावटी कुरा मात्र बन्न पुग्छ। मैले हेर्दाखेरि यसको असली परीक्षण कार्यान्वयनको मैदानमै हुनेछ। एकदमै। नीतिले बाटो देखाउने हो, तर त्यो बाटोमा हिँड्ने काम संयन्त्रकै हो। आज हामीले सीमारहित र भाररहित अर्थतन्त्रका कुरा गर्यौं। यदि सरकारले परिकल्पना गरे जस्तै यो डिजिटल रूपान्तरण साँच्चै नै सफल भयो र नेपाली युवाहरूले भौतिक रूपमा कतै नगइकन भर्चुअल दुनियाँबाटै धेरै मूल्य सृजना गर्न थाले भने एउटा निकै रोचक र विचारणीय प्रश्न उब्जिन्छ नि। कस्तो प्रश्न? के हामीले अहिले मरिहत्ते गरेर डाँडाकाँडा भत्काएर बनाइरहेका सिमेन्ट र कङ्क्रिटका भौतिक पूर्वाधारहरूको महत्त्व भविष्यमा कम हुँदै जाला? सायद अबको 1 दशकपछि देशको अर्थतन्त्रलाई जोड्ने प्रमुख राजमार्गहरू, कालोपत्रे सडकहरू हुने छैनन्, बरु ती उच्च गतिको अप्टिकल फाइबरका तारहरू र विशाल क्लाउड सर्भरहरू हुनेछन्। के हाम्रो राज्य संयन्त्र त्यो भविष्यको लागि तयार छ त? यो त्यस्तो प्रश्न हो जसबारे हामी सबैले, विशेष गरी नीति निर्माताहरूले गम्भीर भएर सोच्न जरुरी छ।